हेलो गाइज के छ हाल खबर। म चाहिँ आज कम्पनी बिदा छ नि त हाम्रो क्यू कान्बी छ होटल अनि सबैको बिदा छ अनि मसँग चाहिँ एउटा डोरी एक्स्ट्रा पनि थियो अनि पर भेटेनीको चाहिँ लुगा सुकाउने केही रहेन रहेछ। कस्तो माया लाग्यो। हुन त कन्जुस्याइ गर्छ तिनीहरू किन्नलाई हैन। मलाई त अब भएको माल के राख्नु थुपारेर लोभ गरेर भनेर के मलाई चाहिँ फेरि छुच्चो पार्न मन लाग्दैन के। नेपाली होस् या भेटेनी होस् या जापानिज होस् या अरू कुनै कन्ट्री है, म चाहिँ सबैलाई दिल खोलेर माया गर्ने मान्छे हो क्या। मलाई छुटाउन आउँदैन। अनि पर गएको त्यसलाई 2-3 चोटि ढकढक गरे मुसी गरेको हो कि अब मान्छे नै नभएको है। अनि सायद बिदा हो हाम्रो अनि उ पनि बाहिर गएको होला सायद हुन सक्छ। अनि आफै मिलाइओरी यताउता गर्दे अब गुण देखोस् कि नदेखोस्। हुन त नेपालीले त गरेको गुण देख्दैन भने त्यो त अर्काको देशको मान्छे हैन, के आश राख्नु र। त्यही पनि आफै मिलाइदिओरी गरे के। अब हुन त त्यो के भन्छ डोरीमा चाहिँ च्याप्न मिल्छ, च्याप्न त यो डन्डामा नि मिल्छ क्या। मेरो चाहिँ नि ह्याङ्गरमा लुगा सुकाउने बानी, ह्याङ्गर हलुङ भएर लुगा सबै भुइँमा झर्दिने क्या। अनि डोरी टाँगे। हुन त जे गरे पनि ठिकै हो, मलाई माया लागेर मात्र दिएको हो। अब गुण देखोस् नदेखोस् त्यो त मतलब भएन। अब पुरानो रुममा हुँदा चाहिँ रुम मात्रै, न बाहिर निस्किन पाउने न हल्लिन पाउने के। दिउँभरि रुमको रुममा बाहिर निस्किम त क्या कुसामाहरू हुन्छ बिदाको दिन है। अनि त्यो आवाज हुन्छ नि त झ्याउ लाग्ने। अनि यसो सरेको भएर चाहिँ आजकल चाहिँ मलाई फ्री फिल हुन्छ क्या, कस्तो आनन्द फिल हुन्छ। अनि मलाई फेरि यस्तो कुराहरू चाहिँ आउँदैन। तलबाट माटो ल्याएर मुनि भरे, माथि चाहिँ फुसफुसे माटो त्यो पुरै झर्दिने कि, त्यही भएर तलबाट माटो भरेर ल्याएर अनि गरेको। मैले चाहिँ फेरि अमाजनबाट खुर्सानीको बिउ मगाएको थिएँ क्या। अनि त्यही भएर अब कहिले गरेको त छुइनँ, त्यही पनि ट्राई गरौँ न, आफ्नो मनलाई शान्ति उम्रे पनि नउम्रे नि भनेर आफूलाई टाइम पास गराएको। अब घरमा फोन गरौँ त एउटा न एउटा सानो कुरामा झगडा परिहाल्छ। खै यो मन के भएको के। मलाई त अचम्म लाग्छ के। हुन त उनीहरूले के गरेको हुँदैन घरको मान्छेले, त्यही पनि झलक्क दिमाग उड्छ क्या। मलाई त एकदम एकल काटे बनाइसकेको छ क्या। मैले आफूलाई हैन कन्ट्रोल गर्ने कोसिस गर्छु, कसैको चित्त दुख्ला कि भनेर कोसिस गर्छु क्या कन्ट्रोल गर्न, तर सक्दैन क्या। के भएको होला है। अनि मसँगै बस्ने भेटेनी त यहाँ छ कि, तर कहिले सफा गरेको चाहिँ देख्दिनँ। अब म चाहिँ गर्दिनँ न। अब सासु ससुराको घर नभए पनि जे भयो नि मेरो कर्मथलो हो क्या। यो घर छुरा त म छु हैन। म यहाँ बसेको छु, म अहिले यहीँ बसेर जिन्दगी चलाइरहेको छु, पैसा कमाइरहेको छु। पुगे पनि नपुगे पनि बोली पनि के हुन्छ बेलामा त यार। पुगे पनि नपुगे पनि कमाइरहेको छु, गरिरहेको छु, खाइरहेको छु क्या। त्यही भएर जिन्दगी यसरी नै चलिरहेछ।